अब हामी चलिदिन्छौँ है गाइस। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै छु। जे होस्, न्यु डे न्यु भ्लग होइन। भर्खर उठेको लगभग कति भयो, 1.5 घन्टा भयो होला। जे होस्, भ्लग पनि स्टार्ट गऱ्यो है। अब जाने गइरहेको छु। अब हजुरहरूले माया गरिदिनु भएको छ। किन हाँसेको? कसले बोलाएको तँलाई हामीभित्र? तँलाई अघि खाजा दिएको होइन मैले? मेरो भाग खाजा खाँदा नि फेरि आउँछस् भित्र। सो गाइज, यसको नाम चाहिँ डेजी हो क्या। यो लास्ट चकचकी होइन, जे पनि हानिदिन्छ क्या यसले फेरि होइन। यसलाई चाहिँ चबाउने कुरा भयो हुन्छ, सारोमा ढुङ्गा होइन, गिलोमा के भन्छ नि, सब हानिदिन्छ यसले। यता हो कि होइन? औँठी पनि खान खोजे यसले। औँठीलाई नि खानेकुरा सोचेस् गाइज। मिट आवर न्यू फ्रेन्ड होइन, नयाँ साथी छ होइन। कस्तो राम्रो छ कि हेर्नु, यस्तो कस्तो ह्यान्सी छ। यो चाहिँ ह्यान्सी छ। ब्युटिफुलहरू 2टा होला, ह्यान्सी 3टा छ है हामीसँग। टोटल 5वटा छ। चाहिन्छ भने सम्पर्क गर्नु होला होइन। ल बाई बाई गरिदिए। बाई बाई। कस्तो मजा आउँछ क्या, अलि मजा। डेजी मम्मी खाली गाइज। अब चाहिँ ड्युटी भयो होइन। मेरो तेरे नाम कपाल कस्तो छ गाइज? राम्रो छ, धन्यवाद। राम्रो नभए नि धन्यवाद होइन। अनि अब चाहिँ ड्युटी भयो, अब निस्किन लाग्यो होइन। अब घर जान्छु, अलिअलि सामान किन्नु छ, सामानहरू किनेर घर जान्छु। सरी है गाइज है, सरी है गाइज है। सो चेक द भ्यू है गाइज। यहाँ त कस्तो राम्रो छ क्या। टक्क यहाँ कहिले कहिले त होइन के अरे के भन्छ, मृगहरू बनकुखुराहरू देख्छ क्या होइन। बाघ पनि देखेको थिएँ 1-2चोटि, तर यस राम्रो छ। यसलाई चाहिँ रानी वन है, यो रानी वनको साइड हो यो। टक्क राम्रो छ नि, लाग्यो है गाइज है। ब्यागहरू रेडी भयो, अब चाहिँ लाग्नुपर्छ। चल्देंगे हम। सो गाइज, अहिले म यहाँ चाहिँ कफी स्टोरिजमा छु। कफी स्टोरिज ठ्याक्कै यो उत्तम पेट्रोल पम्पको अपोजिट। मलाई चाहिँ यहाँको कफी चाहिँ मिठो लाग्छ है। म जहिले पनि यहीँ आउँछु होइन। ठ्याक्क घरबाट ड्युटी जाँदा अनि ठ्याक्क घरबाट के अरे ड्युटीबाट घर फर्किँदाखेरि यहाँ आएर कफी खाएर जान्छु। जस कफी खाने बानी छ, त्यही हो। अहिले एकछिनमा भेटौँला गाइज बाटोमा। यसो भिडियो हुन्छ, डेली त्यही भिडियो नि के हाल्ने। अहिले बाटोमा त बनाउँदिनँ होला, बेलुका बनाउँछु म भिडियो। ओके गाइज। सो गाइज, दिस इज रोसी है। हर नेम इज रोसी, माई डटर। मेरो प्यारो छोरी हो क्या है। रोसी आऊ आऊ यता आऊ 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 आऊ। ल दौडी 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 त दौडी दौडिनस्। रमाइलो लागेछ कति दिनपछि भेटेर। लास बलियो छ कि गाई है, डेन्जर तान्छ कि तल। घरमा जाने भनेपछि लास एक्साइटेड हुन्छ। त्यहाँ यसको साथी छ कि टमी, यसको दाइ होइन। अनि तल गयो भने त्योसँग बस्न त पाउँदैन, अब किनकि यो केटी हो त्यो केटा हो होइन। त्यो भएर सेपरेट बस्छ भन्न त टमी डराउँछ होइन। यो फेरि लास्ट चकचक्या के खेल्न खोज्छ आइज। उही छिटो छि, लास्ट चकचकी छ खेल्न खोज्छ। हस्कीहरू चाहिँ लास्ट एक्टिभ हुन्छ नि त होइन। हस्कीहरू लास्ट एक्टिभ हुन्छ अनि खेल्न मात्रै खोज्छ। मेरो घर सानो छ होइन। एक बाहुन त्यो कम्पाउन्ड भएको टाइपको भयो, फुगाले छोडिदिनु हुन्थ्यो। अब यो त घर गाउँतिर
त्यस्तो कम्पाउन्ड छैन यसो बाँधेर राख्नुपर्छ अनि मैले डुलाउँछु ल आजको लागि यति गाइस अहिलेको लागि यति guys, welcome back to my YouTube channel. अब घर पनि आएर खाना खाएर निस्किँदैछु है तपाईँहरूलाई अब राम्रो इन्ट्रेस्टिङ भिडियोहरू दिने प्रयास गर्छु ल भाइ म यहाँ कफमा आइसकेको थिएँ दाइलाई हेर्नु सेक्सी भएर आएको है सेक्सी दाइको चाहिँ आँखा लाउने होइन ओटिटी भिडियोहरू चाहिँ आउँछ होइन दाइको चाहिँ नाम ईश्वर गुरुङ नै छ होइन दाइ टिकटकमा ईश्वर गुरुङ 328 यस दाइलाई चाहिँ कमेन्ट गर्दै हुन्छ है लाइक कमेन्ट गरिदिनु तपाईँहरूले गएर प्रोफाइल भिजिट हान्यो भने त्यसरी मन पराउँछ बिकज अफ ड्रेसअप हेर्नु नि ड्रेस सब मेरो दाइको ल हामी अब चलिदिन्छौँ अब हामी चलिदिन्छौँ है गाइस अब हामी निस्क्यो है गाइस निस्क्यो होइन यो अब हामी क्लास जान्छ अरू भिडियोहरू पछि हाल्दै गरौँ है ल कपाल गाइस कपाल हामी चाहिँ भर्खरै क्लासबाट निस्कियो केटा हो होइन अब यहाँबाट छोरेपाटन जानुपर्छ छोरेपाटनमा चाहिँ टिबिटेन मोमो खानुपर्छ अनि टक्क खाएर अनि टन्न भएर मिटिङमा बस्नुपर्छ रोग पनि छ गाह्रो छ रमाइलो छ गाह्रो छ सबै कुरा छ We were going to TBC but suddenly remembered my friend's restaurant. ल यहाँ साथीको रेस्टुरेन्ट खोलेछु भन्थ्यो हामी चाहिँ वहाँ छोरेपाटन खाजा खानी जाने भनेको थियो होइन तर अब आज यहीँ खाइन्छ ल बरपिपल भित्र हालिदिउँ सो गाइज यो चाहिँ मेरो साथीको रेस्टुरेन्ट होइन ठ्याक्क यो एयरपोर्ट यो चाहिँ रेस्टुरेन्ट अब खाजा कस्तो छ म रिभ्यू दिन्छु नि त है यस म यहाँ साथीकोमा आएको छु होइन साथी र म चाहिँ लगभग 5-6 वर्षपछि भेट भयो होइन सफल सफलले चाहिँ रेस्टुरेन्ट खोलेकोमा चाहिँ एकदम धेरै धेरै बधाई छ जो हामी चाहिँ लास्टै हावा थियो कि है क्लासमा नि खाएर सुत्दिन्थ्यो क्या म त होइन झोल्दै बस्दिन्थ्यो साथी पनि अब मेरै लैलैमा होइन 3-4 जना छ होइन गाइजहरू अनि चिया खाना गयो क्यान्टिनमा होइन पुलिस आन्टीमा होइन यतापट्टि त्यो मोटी आन्टी रिटायर पुलिस हो कि पुलिस आन्टीमा गयो त्यहीँ खायो दिउँसै होइन यस्तै बसिन्छ है जोस् ल बिग कङ्ग्रेचुलेसन है साथी नयाँ बिजनेसको लागि ल निलो घोडा आजको निलो घोडाको राइडर होइन कस्तो आमामा मेरो त के हो तपाईँ टिकटकमा चाहिँ सबले यहाँ हान्नु पर्यो होइन हान्नु पर्यो बवाल भइरहेछ यसो सबले लाइक हान्नु पर्यो कि भएन कि यसो हेर्ने मात्रै होइन लाइक हान्नु पर्यो कमेन्ट हान्नु पर्यो रिपोस्ट हान्नु पर्यो रिपोस्ट नगरिदिए पनि के अरे जुत्ता कस्तो हो प्यान्ट कस्तो हो दाइको मोजा हेर्नु न गाइस यो मोजा चाहिँ उड है के अरे मोजाबाट कहाँबाट हेरे मोजा सक्छ मोजा सक्स मेरो नि त्यही छ हो मोजा सक्सबाट है दुईजनाको सेम त्यसरी हान्न पर्ने हो ए यार ल भ्यान्स उताको उताको हावा हो के गाइस हामी हावा ल कस्तो डल्लो देखेको बाइक यार यताबाट देखाउँछ है आमा यसलाई मोडिफाई हान्नु पर्ने छ भयो भने योसँग यसको दायाँ आउँछ है RX समथिङ इज कुकिङ गाइस हैन RX 1
135G त्यसपछि त बवाल हुन्छ बवाल। त्यसपछि त दाइ भाइरल भयो नि क्या नि हामी भाइरल भयो भने हामी भाइरल भयो भने होइन अब यस्तो हामी चाहिँ फेरि एकदम के भन्छ ज्ञानी मान्छेमा पर्छौँ क्या फेरि त्यस्तो त्यस्तो होइन सबसँग चाहिँ हामीले हात मिलाउँदै हिँड्छौँ है। तर सुरुमा भाइरल हुनु पऱ्यो। डाउन टु अर्थ मान्छे नि है होइन साथी ले चाहिँ हरिब मेहनत गर्छ के अन्त मान्छे नि पहिले क्लासमा नि मेहनती थियो होइन मैले बिगारेको। बिजनेसहरूलाई चाहिँ सपोर्ट गर्नुपर्छ है गाई चाहिँ ल जस खाजा चाहिँ मिठो छ है गाई चाहिँ तर साथीले अघिकोमा काँक्रो दिएको थिएन अहिलेकोमा काँक्रो दिएको थियो फेरि एक्स्ट्रामा आएको थियो अघिको भाग होइन जस टेस्ट चाहिँ मिठै छ है आउनै छ लोकल ट्राई गर्न सक्नुहुन्छ तपाईँहरूले आएर। सो गाइज हामी आउँदा यो कस्तो घाम है कस्तो रमाइलो थियो अहिले होइन खाजा खायो अनि निस्किने बेलामा यस्तो भयो पोखराको पानी र नानीको त्यही भएर भर हुँदैन। यहाँ त फेरि डुबान हुन्छ नि दाइ यो ठाउँ है मुस्ताङ चोक त आमामा बडा अहिले फेरि यहाँ डुबेला यहाँ अड्किन्छ जस्तो लाग्यो यार हामी त यार। हामी चाहिँ अब झरी र तिम्रो साथ है चियाको साथ परिवर्तन ब्यान्डको त्यो एउटा गीत छ नि सो गाइज हामी चाहिँ अब निस्केको खाजा खायो होइन खाजा खाएर साथीलाई बधाईहरू दियो होइन बधाई त दिनु पऱ्यो अब होइन एप्रिसिएट गर्न सिक्नुपर्छ अरूहरूको राम्रो प्रगति उन्नति भएकोलाई पनि एप्रिसिएट गरेको पछि अब हामीलाई पनि कसैले एप्रिसिएट गर्छ नि त होइन र एप्रिसिएट गर्यो खाजा पनि जस्तो थियो प्राइज पनि दियो अब मिलाएर गरिदियो साथीले होइन जस अब चाहिँ हामी लाग्दियो गाइस पानी परिरहेको छ है सिमसिम दाइको कपाल हेर कपाल मेरो दाइ। सो गाइज आजको दिन एकदम रमाइलो भयो होइन जे होस् मैले त बिहान कता जाने के जाने यताउता केही पनि थाहा थिएन नि त क्या जस्तो हुन्छ त्यस्तो हाल्ने हो भनेर म जहाँ जान्छु जे गर्छु जो साथीभाइसँग भेट्छु त्यो हाल्छु नि त मैले अनि जे होस् त्यही गरिरहेको छु। अनि जस आजको दिन त अनएक्सपेक्टेड भयो कि होइन जे होस् क्या कस्तो मोबाइल मजा आयो क्या आजको त होइन भिडियो पनि रमाइलो म आफूलाई मन पऱ्यो कि है अब तपाईँहरूलाई नि मन पऱ्यो हुन्थ्यो होइन तपाईँहरूले मन पराइदिनु भयो भने झन् राम्रो लाग्थ्यो मलाई। प्लिज गाइज सब्सक्राइब र लाइक अनि कमेन्ट गर्न नबिर्सिनु होला है। बाई बाई गुड नाइट।